नमस्ते सबैजना है। मलाई केटाहरूले सोधिरहेको थियो कि सर नेपालमा जब गरिरहेको छु अनि 15,000 20,000 दिन्छ त अनि 3-4 महिना पछि दिन्छ है भनेर दिइरहेछ, त्यसैले म विदेश आउँछु भनेर यसरी भनिरहेको थियो। त्यो केटाहरू मजाले सुन है, नेपालमा धेरै नै डिमान्ड छ इन्जिनियरिङको, धेरै नै ठुलो डिमान्डहरू छ, तर नेपालको गभर्नमेन्ट राम्रो छैन क्या। नेपालको यदि गभर्नमेन्ट यदि राम्रो हुन्थ्यो भने नि त ठुलो प्रोजेक्ट जुन चाइनिजहरू गरिरहेछ, जुन कोरियनहरू गरिरहेछ नेपालमा आएर, ओके उनीहरूको टेक्नोलोजी हाई छ, ओके उनीहरूले उसलाई दियो होइन, नेपालीलाई चान्स दिएको छैन है। नेपालीलाई चान्स दियो भने नेपाली पनि के गर्न सक्थ्यो है, तर उनीहरूले दिन्छ होइन। तर उनीहरूले दियो भने तँ आफ्नै आफन्तै मान्छेलाई बोलाइहाल्छ क्या। अनि यहाँ अब हामी जस्तो नयाँ फर्स्ट फ्रेसरलाई लिन चाहन्न क्या, लियो भने हेल्परमा राखिदिन्छ। साला इन्जिनियर पऱ्यो मरी ब्याचलर गऱ्यो मास्टर गऱ्यो अनि गएर 15,000 कमाएर है, यति बुझ केटा। ओके नो प्रब्लम, सबैको त्यस्तो प्रब्लम सबैको आफ्नो होला, कसैको नहोला है, त्यसमा फरक पर्दैन। यति बुझ मजाले, आफ्नो बेस्ट गर। यो छैन कि मलाई ट्युसनै पढ्नुपर्छ कतै गएर, आफूमा यति तयार गर, मतलब बेसिक कुराहरू थाहा हुनु पर्यो है। सुरुमै अब इन्टरभ्यू लिँदाखेरि बेसिक कुरा नै थाहा भएन भने त फेरि अलिक लाज मर्दै हो के पढेको इन्जिनियरिङ है, यति याद राख्नु है। जस्तै सर्वे गरिरहेछ भने लेभलिङ भन्ने के हो, त्यो मिनिङहरू सबै मतलब बेसिक कुराहरू थाहा हुनु पर्यो है। मिटरहरू थाहा हुनु पर्यो है, अनि मेसिनहरू चलाउन थाहा हुनु पर्यो, त्यसको बारेमा आइडिया हुन थाहा हुनु पर्यो, साइडमा कसरी काम गर्ने त्यो थाहा हुनु पर्यो, फर्म वर्क सटरिङ थाहा हुनु पर्यो, अनि टेस्टहरू कसरी गर्छ त्यो पनि थाहा हुनु पर्यो, बेसिक कुराहरू है। त्यो उनीहरू थाहा भएर अनि मजाले त्यहाँ के भन्छ फर्महरू खोलिरहेको हुन्छ, त्यसमा एप्लाई गर, आफ्नो बेस्ट मतलब पहिला सिभी बनाऊ, आफ्नो बेस्ट ट्राई गर है। त्यति भन्न चाहन्छु है। त्यो 15,000 अख्ताएर त्यो नसोच्नु कि मलाई 15,000 दिइरहे, यति सोच्नु कि म यसमै खुसी छु, तर मगर म यतिको लाइक थिएँ त्यसैले मलाई यति दियो है, त्यति बुझ्नु। मलाई योभन्दा मलाई अझै के गर्नु छ कि मलाई त्यही कम्पनीले मलाई यति मेरो सोच जस्तो पैसा दियोस् भनेर है, त्यस्तो काम पनि गर्नुपर्छ है, बुझिरहे। ओके थ्याङ्क यू है, के प्रब्लम छैन भन्नु है।